आज चाहिँ म चाहिँ नयाँ ठाउँ जाँदैछु है घुम्नु। आज नयाँ ठाउँ घुमाइमा जाँदैछु है। तपाईहरुलाई पनि साथै लिएर जाँदैछु। तपाईहरुलाई कस्तो लाग्छ है, तपाईहरुले पनि यसो हेर्नुहोस्। तपाईहरुलाई म लाइभमा बसेर देखाउन चाहेको थिएँ, तर पनि लाइभ चाहिँ म आउन सकिनँ। कुनै दिन तपाईहरुलाई म फेरि पनि नयाँ राम्रो ठाउँहरू गएर लाइभ गरेर नै देखाउने छु। आज चाहिँ तपाईहरुलाई मैले यसरी भिडियो गरेर तपाईहरुसँग यो भिडियो साझा गरेको छु। तपाईहरुले हेर्नु नबिर्सिनु होला है। मेरो साथीहरु, मेरो शुभचिन्तकहरुलाई मैले आजको यो बिहानी चाहिँ यही नै म तपाईहरुसँग कोसेली भनौँ या त तपाईहरुलाई मनोरञ्जनको लागि चाहिँ यति नै मैले गर्न सकेँ है। म चाहिँ अहिले भने बसमा जाँदै गरेको। यो कति राम्रो सुन्दर जग्गा हेर्नुस् न, तपाईहरुलाई कस्तो लाग्छ है। यो जग्गा चाहिँ एकदमै राम्रो जग्गा छ, तपाईहरुलाई देखाउन गइराखेको छु। म टनलमा इन हुनु आँटेको छु। यो चाहिँ बाहिरी हो। अब टनलमा भित्र म इगल टनल भन्ने जग्गामा म पस्न आँटेको छु। यो टनल हो, यो चाहिँ एकदमै लामो टनल छ। तपाईहरुलाई केही हदसम्म मात्रै मैले देखाउन सकेँ टनललाई पनि।